छ है। हेर्नुस् कस्तो छ लोकेसन, अवलोकन गर्नु होला है। यो चाहिँ मेरो खेती कृषि धान मकै छ र वरिपरि ध्रुवपात भने पनि एकदमै राम्रो छ। हेर्नुस् यतातिर खोला छ, यो खोलाको अवलोकन पनि हल्का गरौँ है त ल। हामी यो खोलाको अवलोकन पनि गरौँ है। पहिला त जग्गा हाम्रो यहाँबाट कमसेकम अझै कति थियो भनेदेखि 10 मिटरसम्म पर थियो। सबै यो झारेर खोलाले झारेर चाहिँ अब यहाँको ढुङ्गा गिटी बालुवा सबै निकाल्दे। त्यस कारणले गर्दाखेरि चाहिँ अनि खोलाले सबै काट्यो। अब काटेपछि फेरि अब बजेट लाउनु पर्यो, त्यो बजेट कहाँ गयो त खोलामा गयो हैन। तर पहिल्यै अब हाम्रो यो खोला नालाबाट ढुङ्गा बालु गिटी ननिकालेदेखि त यति हानि नोक्सान पनि हुँदैन थियो होला हैन। त्यस कारणले गर्दाखेरि हेर्नुस् अहिले यो चाहिँ हाम्रो सर्वप्रथम खानेपानीको ट्याङ्की बनाएको थियौँ, अहिले सिँचाइको पानी बनाएको छौँ हैन, सिँचाइ गर्नको लागि। र राम्रै छ, ठिकै छ। तर यो अलि यसलाई संरचना भइसकेको छैनौँ। पहिला संरचना त हामीले गरेको थियौँ। अब हामीसँग बजेट नभएको कारणले गर्दाखेरि माथिबाट भाटा राखेर अनि कालो प्लास्टिक बिछाएको थियौँ। अब त्यो कति त टिक्ने हो र, त्यस कारणले गर्दाखेरि अनि टिकेन। नटिकिसकेपछि अहिले त्यतिकै लाथा मिल्दैको छ। अहिले सरकारसँग अब बजेट र वडासँग बजेट मार्दा पनि वडा अध्यक्षहरूले पनि कुनै निगरानी राख्नु भएको छैन, त्यसको लागि पनि नेभर माइन्ड। र अर्को कुरा हाम्रो यो सिस्वारी खोलाको यो जुन छ वहाँदेखिको तटबन्ध बानिएको छ, जाली लगाइएको छ।